इज कृष्ण भगवानको हुनुहुन्छ हामी सबैका हृदयका धड्कन जहिले नि हाम्रो जीवनमा हामीलाई सकारात्मकताको बाटोमा डोर्याउने त्यो भित्रको एउटा आवाज छ नि त्यो चेतना कन्सियसनेसको बारेमा जसले सबैभन्दा धेरै थाहा पाउनु भयो र ब्रह्माण्डमा धेरै मान्छेहरूलाई सिकाउनु भयो भगवान कृष्ण चाहिँ कन्सियसनेस चेतनालाई नै भगवान कृष्ण भनिन्छ तपाईभित्र पनि छ म भित्र पनि छ सबैसँग छ कृष्ण भगवानले धेरै थाहा पाए यदि तपाईँले पनि थाहा पाउन सक्नुभयो भने तपाईँ नै भगवान कृष्ण भन्नुहुनेछ सो भगवान भन्दा छुट्टै डिफ्रेन्ट बडी भएको छुट्टै मान्छे हुने होइन लाइक इमेजिनेरी छुट्टै वर्ल्डमा हुने होइन फिजिकल बडी नै हुन्छ हामी जस्तो नै हुनुहुन्छ उहाँहरू अनि कसरी चाहिँ थाहा पाउने त उहाँको त्यो दिव्यताबाट उहाँले गर्नुभएको काम जसले संसारकै लागि काम गर्न सक्छ लाइक एकदमै सकारात्मक भावका साथ तपाईँले हेर्नुभयो रिसर्च गर्नुभयो भने चाहिँ जति नि महापुरुषहरू हुनुहुन्छ नाम भगवान थपिएको छ उहाँहरू चाहिँ फिजिकल बडीमै हुनुहुन्छ उहाँको काम भन्दा नि उहाँको गुण उहाँका कर्महरूको कथा लेखिएको भगवत गीता भगवान कृष्णको अमृतवाणी उहाँका वाणीहरू तपाईँभित्र पनि छ तपाईँको आत्मकथा सो आफूलाई हेर्न थाल भाइ संसार हेरेर केही भएन